हामी चाहिँ आज जाँदैछौँ एडलाइड हामी सबैजना गइरहेको खास फेरि आज चाहिँ हामी सबैजनाले काम सकेर ओरेर अनि त्यसपछि जान लागेको टुडे इज थर्सडे विल बी देयर फर अ विक अनि यहाँ चाहिँ सो यु गाइज द भ्यू कस्तो राम्रो टाइम छ अहिले बेलुकाको टाइम छ हामी चाहिँ 8 बजेको फ्लाइट हो we'll be there in the evening. I'll show you guys around. यहाँ चाहिँ कति एयरबसहरू रहेछ जो मलाई एकदमै इन्ट्रेस्टिङ लाग्यो हामी इन्टरनेसनल प्लेनहरू जस्तै अलमोस्ट सो आज चाहिँ मैले ब्लग राम्रोसँग स्टार्ट गर्न पाइनँ बिकज हामी सबैजना कामबाट आएर फर्केको अनि वी आर भेरी बिजी हतार निस्केको हामीले चाहिँ यहीँ आएर केएफसीहरू ग्राब गऱ्यौँ बिहानै लन्च खाएको थियौँ र हामी चाहिँ अहिले बोर्डिङ पासहरू लिइसक्यो हामी चाहिँ यहाँ वेटिङ एरियामा वेट गरिरहेको छौँ अहिले भाइ कहाँ घुम्न गएको छ यहाँ चाहिँ Daddy waiting. Hi, Daddy. Daddy, what are you waiting here for? I'm waiting for airlines to go to Adelaide. Yes, Daddy. From Sydney to Adelaide. Are you excited? Yeah, very much. My first time in Australia, and almost like same, but in airline. Let's see how it goes. Nice, Mommy. Are you excited? Yes. Robin? Yes. What about you? I'm very much excited. सबसे excited to me, eh? सबसे excited to me, eh? Oh. भाइ चाहिँ अहिले वकमा गएको छ यसो घुम्नलाई around the airport. Okay, see you guys in Adelaide. Good morning from Adelaide. आज चाहिँ हामी बिहानै उठेर वकमा आएको छौँ किनकि Robin and I, we both are early risers. कति बज्यो? It's 6:40. It's just 6:40 अनि हामी चाहिँ यसो around the place explore गर्न आएको and the reason चाहिँ के हो भन्दाखेरि के अरे NSW र यहाँ चाहिँ 30 मिनटको डिफ्रेन्स छ yes अनि त्यसै हाम्रो उताको उठ्ने टाइम चाहिँ अलरेडी भइसक्यो अनि त्यसो हामी चाहिँ यहाँ पनि दो 6:40 घाम लागेको छैन तर पनि हामी अघि नै उठिसकेको yes अनि घरमा यतिकै किन बसिरहनु भन्दा यसो एक्सप्लोर गरिदिउँ भनेर अनि यसो बाहिर निस्केको हो ठिकै रहेछ राम्रै रहेछ अहिलेसम्मलाई राम्रै रहेछ सो फार अनि हिजो बेलुका हामी आयौँ उड्यौँ आई कुडन्ट फिल्म एनिथिङ किनकि फर्स्ट वी वर भेरी टायर्ड हामी सबैजना बिहानै काममा गएर उडेर आएर ओ माई गॉड ट्राभल टाइम एभ्रिथिङ वी वर भेरी टायर्ड अनि नम्बर 2 वी ह्याड सो मच फन हामी एकदमै फ्यामिली जोनमा गइसकेको थियौँ अनि we came here we talked and talked till 1 in the morning अनि त्यसपछि डिनर खायौँ उड्यौँ अनि त्यसपछि हामी सुत्यौँ we just slept for a few hours
अनि हामी अहिले वकमा आइरहेको छौँ and it's pretty silent अहिलेसम्म because it's early in the morning. I think as a yellow bean day जस्तो छ यहाँ पानी पर्यो so we need to rush back home. So see you guys at home. Hey mate. Hello. Hi everyone. So आज चाहिँ हामीले हाम्रो एडलाइडको टुर स्टार्ट गर्यौं. We are going around to different places. हाम्रो stop number 1 चाहिँ एउटा waterfall रहेछ called the Waterfall Gully. अनि हामी चाहिँ सबैजना त्यहाँ गइरहेछौँ. And यहाँ waiting to mom, dad, bye. Bye, say hi. And Dada, Pauzu, Didi. We have a big group. And this is the waterfall. So हामी एकछिन हिँडेर माथि जाँदैछौँ. So we'll show you guys around. So यहाँ चाहिँ नेशनल पार्क पनि रहेछ. नेशनल पार्क भित्र वाटरफल रहेछ. पार्किङहरु एम्पल स्पेस छ. It's a nice day. यहाँ फोटो खिच्दै हुनुहुन्छ सबैजना. So म पनि जान्छु. It's a beautiful trail hiking up the waterfall. It's very soothing. एकदमै राम्रो छ. वाटरफल त्यहाँ रहेछ नि त. त्यहाँ पनि रहेछ. Australia's waterfall is all this. Not really. You never know. No, हेरेर नसकुन्जेलसम्म त्यसो भन्नु हुँदैन के. Robin thinks यहाँ अस्ट्रेलियाको waterfall is a scam, which is not. कुनै कुनै ठाउँमा राम्रो पनि हुन सक्छ नि. राम्रो अब यो साइडमा उकालो छ त Prithi, this is the waterfall. What's like in the waterfall? Good. Not like in Nepal, but it's fine. So I'm almost आइपुग्यौं त्यो waterfall-मा. Oh my god, look at the waterfall. Do you like it? Wow, it's beautiful. So that's the waterfall, guys. Ajay? I know. The main waterfall is Mathi Sari, which takes about 4 hours. So I'm going for obvious reasons. I'm prepared. So I'm waterfall. This is not that bad, to be honest. But Mama, gusto la waterfall. Sweta di hazurla कस्तो लाग्यो? Lai photo खिच्दै एकछिन छ. दादा खिच्दै एकछिन छ. Hi भाउजू. नेपालको रिक्से झर्ना जस्तै छ त. Mama, careful.
पृथ्वी कस्तो लाग्यो तिमीलाई? Good. For a short walk. राम्रो छ. Nature-wise, environment-wise, if you are here on a good day, good weather भएको दिनमा रमाइलो हुन्छ. Okay. Anything else? Come and visit and experience it yourself. Okay. So, अहिलेको लागि चाहिँ हामी यहाँबाट निस्किन्छौँ. Hi everyone, हामी चाहिँ यहाँ अब माउन्ट लफ्टीमा आइपुग्यौँ. यो पनि विदिन द नेसनल पार्कै हो. एन्ड अघि जुन हामी वाटरफल गयौँ त्यसको चाहिँ टप पार्ट चाहिँ यहाँ छ. त्यो चाहिँ आई थिङ्क फर्स्ट स्टप थियो चाहिँ अब सबसे टप स्टप आई थिङ्क द वान विथ द ग्रेट भ्यू भन्ने मेरो एक्सपेक्टेसन छ. चिसो चिसो भयो अनि मैले चाहिँ I stole Robin's hoodie. हेरौँ कस्तो हुन्छ. Such a pretty view. यहाँ चाहिँ एकदमै राम्रो भ्यू रहेछ. यहाँ चाहिँ क्याफेहरू रहेछ बस्ने ओर्ने. त्यो लाइट हाउस त होइन होला बट आई डोन्ट नो वाट इट इज. लाइट हाउस के हो जस्तो छ. Or at least a house that has light. Also daddy. पानी पर्ला जस्तो छ. ठ्याक्क बिचमा त्यो निलो माथि निलो तल सेतो जस्तो बिल्डिङ छ त्यही हाम्रो हस्पिटल हो. यहाँ देख्छ माथि निलो तल सेतो. हजुर यति तलको बिचमा साइडमा सेतो बिल्डिङ. सो यहाँ इन्फर्मेसन बोर्ड छ. यसलाई चाहिँ वर्डली वङ्कथवा पनि भन्दो रहेछ. एन्ड यहाँ चाहिँ के हेर्न मिल्छ भनेर पनि देखाएको छ. यहाँबाट चाहिँ होल एडलाइड सिटी देखिँदो रहेछ. तर टुडे आई डोन्ट नो इफ इट्स क्लाउडी or if it's polluted. राम्रो क्लियर केही पनि देखिरहेको छैन. इट लुक्स फगी. अदरवाइज रेगुलरली राम्रो देखिन्छ अरे. Where are you guys now? What? Okay. So यो ह्यान्ड को बारेमा थोरै भनिदेऊ. धेरै अगाडि जर्मन्सहरू आएर बसेको ठाउँ अरे. सो यहाँ चाहिँ एकदमै ओल्ड जर्मन टाउन. उनीहरूको स्टाइलको घर उनीहरूको स्टाइलको बियर्स क्याफेज एभ्रिथिङ चाहिँ यहाँको पाइन्छ अरे. Let's explore with us today. Help me be the best that I can be. There's nothing more that I would. यो त चाख्ने मात्रै हो अहिले. कहाँ पिसाब आउँछ कस्तो ब्याट्री फुल चार्जै गर्न दिनमा खाएन है बिहान. 10% ब्याट्री भइसक्यो. I'm ready. Cheers! Cheers! Congratulations.
यत्रो मान्छे नै अटाउँदैन त्यहाँ लिटरली जाने हो बेब यत्रो मान्छे के छिर्नु डेफिनेटली एनीथिङ फर यु बेबी कति एनिभर्सरी You buy me one. So this is the town of Handruff, and you can see here it's one of the oldest building. त्यही यसको खाना पनि यस्तो भइसकेको छ अमेजिङ प्लेस Time difference. What have you got now? Lollies. Always after lollies, right? Yep. The best thing in Australia. Yeah. मम्मी कस्तो लागिरहेको तपाईँलाई हो किन्नु हुँदैन भने मान्छेले फर्स्टमा खाँदै हुनुहुन्छ यहाँ एकदम हजुर गर्नु परिहाल्यो नि डेफिनेटली पनि यस्तो राम्रो ठाउँ छ होइन म पनि एउटा टेस्ट गर्छु होइन ओ माय गॉड Oh my goodness. Suck in the bean हो सिधै extremely sour मुखमा हाल्ने बित्तिकै सिधै बिन भित्र ट्राई गरौँ सिधै गाडीमा बिन नजिकै गरेर देखाउनु गाइज अब विल डु प्र्याङ्क होइन एउटा यो चाहिँ एकदमै यस्तो सावर रहेछ कि मैले मुखभित्र हाल्ने बित्तिकै मैले सकेट इन द बिन गरिदिएको होइन अब विल ट्राई दिस टु 3 of them. Let's see their expression है त पृथ्वीसँग something special छ for you guys. हैन यस्तो हो कि मैले तिमीहरुको एक्सप्रेसन पनि सुनिसकेँ अनि एक्सप्रेसन रेकर्ड गर्न खोजेको भनेर फुड खाएको छ अनि खाऊ न कस्तो लाग्यो ड्याडीलाई ट्राई
खानु खाँदै त्यसले रियाक्सन दिनु भएन Oh my god. Oh, that was fun. एकदम मजा आयो So त्यही हो गाइज अब हामी एकछिन यता डुल्छौँ अब चाहिँ हामी we are going back to our car हामीले अलि यता पार्क गरेका छौँ and then त्यस पछाडि चाहिँ go back to house and then हामी चाहिँ घर गएर चाहिँ तास खेल्ने ओर्ने घरमै गएर इन्जोय गर्नेछौँ आजको लागि चाहिँ खासमा यति नै हुन्छ होला सो I would like to end this vlog here. Make sure you subscribe our channel, like, share and subscribe please. Thank you guys.